नमस्कार साथीहरु, नेपालमा स्नातक अर्थात बेचलर सकेपछि धेरैको सपना दुईवटा बाटोमा बढिन्छ। कि त म लोकसेवा पास गरेर शाखा अधिकृत बनौं, कि त म बैंकको परीक्षा दिएर सहायक प्रबन्धक अर्थात असिस्टेन्ट म्यानेजर बनौं। तर के तपाईलाई थाहा छ यी दुई पदबीच यस्ता वाट छ जुन चाहिँ तपाईलाई बाहिरबाट दिख्दैन। एकातिर छ सरकारी कुर्सी, हातमा कलम र गाउँ शहर हिलाउने प्रशासनिक पावर, र अर्कोतिर छ टाई सुट, चिल्लो गाडी, एयर कन्डिसन अफिस र खल्तीभरि बैंकको बोनस। आजको यो भिडियोमा म कुनै कुरा लुकाउने छैन, हामी सिधै सेलेरीबाट सुरु गर्नेछौं र अन्तमा कुन पदमा बस्दा तपाईको 7 पुस्ताले नाम लिनेछ यो पनि बताउनेछु। यदि तपाई पनि आफ्नो करियरको एउटा गलत निर्णयले पछताउन चाहनुहुन्न भने यो भिडियोको 1 सेकेन्ड पनि नछुट्याई पुरा अन्तसम्म हेर्नु होला, किनकि आज दुधको दुध र पानीको पानी हुनेछ। सबैभन्दा पहिला सुरु गरौँ सेलेरीको, किनकि आखिरमा काम गर्न भनेको राम्रो कमाईको लागि हो। यहाँ नम्बर 1 मा हेर्नु तलब र सेवा सुविधाहरू अर्थात सेलेरी एन्ड बेनिफिट्स। तलबको दृष्टिकोणले हेर्दा सुरुवाती चरणमा बैंक वा संस्थाको सहायक प्रबन्धक अगाडि देखिन्छ। अब कसरी त्यो चाहिँ तल हेर्नु, यहाँ तपाईहरु हेर्दै हुनुहुन्छ शाखा अधिकृत अर्थात निजामती सेवा र अर्को तर्फ सहायक प्रबन्धक अर्थात बैंक वा संस्थान। शाखा अधिकृतको सुरुवाती तलब नेपाल सरकारको स्केल अनुसार करिब 52,602 रुपैयाँ प्लस भत्ता हुन्छ। अर्को तर्फ बैंक म्यानेजरको बैंकको नियम अनुसार करिब 60,000 देखि लिएर 80,000 प्लस, र यो चाहिँ बैंक अनुसार फरक हुन्छ। त्यसपछि कुरा गरौँ थप सुविधाहरूको। शाखा अधिकृतलाई थप सुविधाहरूमा पोसाक भत्ता, महँगी भत्ता र उपचार खर्च भेटाउनेछ। अर्को तर्फ बैंक म्यानेजरलाई बोनस, नाफा अनुसार, सञ्चय कोष, उपदान र सस्तो ब्याजमा ऋण भेटाउने सुविधा हुन्छ। त्यसपछि कुरा गरौँ बोनसको भने शाखा अधिकृतलाई बोनस हुँदैन र अर्को तर्फ बैंक म्यानेजरलाई बैंक नाफामा जाँदा वर्षको 3 देखि 6 महिनासम्मको अतिरिक्त तलब भेटाउनेछ। भन्नाले बैंक यदि नाफामा गयो भने तपाईले बोनसको रूपमा 3 देखि 6 महिनासम्मको तलब भेटाउनेछ। अब यति बढी सुविधा तपाईले कुनै पनि सेवामा भेटाउने छैन, बरु तपाई विदेश गए पनि यति प्रॉफिट बनाउन सक्नुहुन्न। त्यसपछि अब कुरा गरौँ पेन्सनको। शाखा अधिकृतलाई योगदानमा आधारित पेन्सनको प्रणाली। इन सर्टमा बुझ्दाखेरि शाखा अधिकृतलाई पेन्सन भेटाउँदैन, पहिला चाहिँ पेन्सनको व्यवस्था थियो तर हाल चाहिँ छैन। र अर्को तर्फ बैंक म्यानेजरलाई उपदान र सञ्चय कोष भेटाउनेछ। यसलाई चाहिँ अलिकता सर्टमा बुझौं। नेपाल सरकारको स्केल अनुसार शाखा अधिकृतको सुरुवाती तलब करिब 52,602 रुपैयाँ हुन्छ र यसमा महँगी भत्ता र अन्य सासाना सुविधाहरू जोडिएका हुन्छन्। र शाखा अधिकृतमा पैसा त ठिकै हुन्छ तर यहाँ जब सिक्युरिटी र पेन्सनको ग्यारेन्टी हुन्छ। आवाज आउ बैंकिङ तर्फ। एउटा ए क्लास कमर्सियल बैंकमा सहायक प्रबन्धकको सुरुवाती तलब मात्र 60,000 देखि लिएर 80,000 सम्म हुन सक्छ। तर यहाँको असली आकर्षण भनेको बोनस हो। बैंक नाफामा जाँदा तपाईले वर्षमा थप 3 देखि 6 महिनासम्मको तलब बोनसको रूपमा पाउनुहुन्छ। अब यहाँ तल नोट्स हेर्नु। बैंकिङ क्षेत्रमा बोनसका कारण वार्षिक आम्दानी निजामती सेवाको तुलनामा निकै बढी हुन सक्छ। भन्नाले यदि तपाईले तत्काल हातमा धेरै पैसा अर्थात लिक्विड क्याश चाहिन्छन् भने बैंकको असिस्टेन्ट म्यानेजर पद धेरै अगाडि छ। भन्नाले बैंक म्यानेजरको पद नै तपाईको लागि राम्रो हुन सक्छ। अब कुरा गरौँ यी पदसम्म पुग्न पढाइ कति चाहिन्छ त। दुवै पदका लागि न्यूनतम शिक्षक योग्यता स्नातक त अर्थात बेचलर डिग्री हो, तर विषयमा भिन्नता हुन सक्छ। सबैभन्दा पहिला हेरौँ शाखा अधिकृतको। कुनै पनि विषयमा स्नातक त उत्तीर्ण जस्ता कि बीए, बीबीएस, बीएससी, बीबीए आदि। तर प्रशासन, राजस्व वा लेखा समूहका लागि बहिष्कृत विषयहरू तोकिएको हुन सक्छ। भन्नाले शाखा अधिकृत बन्नका लागि तपाईले जुनसुकै विषयमा स्नातक अर्थात बेचलर डिग्री पास गरेको हुनुपर्छ। चाहे तपाई आर्ट पढ्नुहोस्, साइन्स वा म्यानेजमेन्ट, तपाई लोक सेवा लड्न पाउनुहुन्छ। अब कुरा गरौँ सहायक प्रबन्धक बन्नका लागि तपाईको शिक्षक योग्यता कति हुनुपर्छ। प्रयोजसो व्यवस्थापन अर्थात म्यानेजमेन्ट, अर्थशास्त्र अर्थात इकोनोमिक्स वा वाणिज्य अर्थात कमर्स विषयमा स्नातक वा स्नातकोत्तर अर्थात मास्टर कम्प्लिट डिग्री माग गर्छ। र केही प्रविधिक बैंकहरूमा इन्जिनियरिङ वा आईटी को पृष्ठभूमि पनि आवश्यक हुन सक्छ। भन्नाले बैंक अलि सेलेक्टिबल हुन्छन्। यसका लागि प्रय, म्यानेजमेन्ट, इकोनोमिक्स वा कमर्समा स्नातक वा धेरै जसो ठाउँमा मास्टर डिग्री अनिवार्य जस्तो भइसकेछ। त्यसैले पढाइको दायराको हिसाबले लोक सेवा अर्थात अधिकृत अलि बढी फ्लेक्सिबल देखिन्छ। अब नम्बर 3 मा कुरा गरौँ अन्य मुख्य तुलनाहरूको। भन्नाले कार्यक्षेत्र बारे, किनभने पैसा त छँदैछ तर पावर पनि हुनु पर्यो नि। योमा सबैभन्दा पहिला कुरा गरौँ शाखा अधिकृतको कार्यक्षेत्र बारे। शाखा अधिकृतले नीति निर्माण, प्रशासन र जनताको प्रत्यक्ष सेवा गर्ने र सरुवा भइरहनु पर्ने, दुर्गम क्षेत्रदेखि लिएर सुगम क्षेत्रसम्म। त्यसपछि अब कुरा गरौँ सहायक प्रबन्धकको कार्यक्षेत्र बारे। बैंक म्यानेजरलाई व्यावसायिक वातावरण, टाइग्रोट्रम आधारित काम र प्रय सुगम वा शहर केन्द्रित पोस्टिङ। इन सर्टमा बुझ्दाखेरि शाखा अधिकृतसँग प्रशासनिक शक्ति हुन्छ। एउटा हस्ताक्षरले जिल्लाको विकास वा जनताको काम रोक्न वा सुरु गर्न सक्छ। र अर्को तर्फ सहायक प्रबन्धकसँग संस्थागत शक्ति मात्र हुन्छ। उनीहरूले ठूला ठूला बिजनेस डिल गर्नेछन्, करोडौंको लेन पास गर्नेछ, तर त्यो सबै शक्ति बैंकको परिसर भित्र मात्र सीमित हुन्छ। त्यसपछि अब कुरा गरौँ शक्ति र प्रभावको अर्थात पावर एन्ड प्रेस्टिज। शाखा अधिकृतसँग राज्यको शक्ति र प्रशासनिक अधिकार हुन्छ र समाजमा हाकिमको रूपमा छुट्टै प्रतिष्ठा हुन्छ। अर्को तर्फ सहायक प्रबन्धक अर्थात बैंक म्यानेजर
म्यानेजरको संस्थागत प्रभाव हुन्छ, तर बैंक म्यानेजरसँग राज्यको प्रशासनिक शक्ति हुँदैन। ल यहाँसम्म सबैजना राम्रोसँग क्लियर भ्याउनुभयो कि कसको शक्ति कति हुन्छ। अब हामीहरू हेर्नेछौँ कि कुन रोजगार तपाईको भविष्यका लागि राम्रो। योमा मेरो विचार तपाईका लागि कुन राम्रो भन्ने कुरा यी दुई प्रश्नमा निर्भर गर्छ। नम्बर 1 मा यदि तपाईलाई आर्थिक वृद्धि, विलासी जीवनशैली र शहर केन्द्रित बसाइ मन पर्छ भने सहायक प्रबन्धक अर्थात असिस्टेन्ट म्यानेजर रोज्नु राम्रो हुन्छ। यहाँको तलब र बोनसले तपाईलाई आर्थिक रूपमा छिट्टो बलियो बनाउनेछन्। भन्नाले यदि तपाईलाई डाइनामिक जीवन मन पर्छ, टार्गेट पूरा गर्ने जोश छ र शहरको सुख सुविधामा बसेर छिट्टो पैसा कमाउनु छ भने सहायक प्रबन्धक रोज्नुहोस्। वा यदि तपाईलाई सामाजिक प्रतिष्ठा, कार्य सुरक्षा अर्थात जब सिक्युरिटी र राज्य सञ्चालनमा सहभागी हुने इच्छा छ भने शाखा अधिकृत अर्थात सेक्सन अफिसर उत्तम हो। यसमा पैसा अलि कम भए पनि यसमा पाइने पावर र नेटवर्किङ अन्यन्त्र वीरले पाइन्छ। भन्नाले यदि तपाईले पैसा भन्दा बढी समाजको सेवा र राज्यको नीति निर्माणमा आफ्नो नाम लेखाउनु छ भने आँखा नचिम्लिने गरी शाखा अधिकृतको तयारीमा लागिहाल्नुहोस्। शाखा अधिकृत नै हो तब तपाईको लागि बेस्ट अप्सन। त्यसपछि अब यहाँ अन्तमा हेर्नु, यो हेरेपछि तपाईको माइन्डमा जति पनि डाउट छ त्यो सबै डाउट चाहिँ क्लियर भइहाल्छ। यदि म तपाईको ठाउँमा हुन्थे र मलाई शान्त तर आर्थिक रूपमा सबल जीवन चाहिन्थ्यो भने म बैंकको सहायक प्रबन्धक रोज्थे। तर यदि मलाई देशको सिस्टम बदल्न इच्छा हुन्थ्यो र समाजमा ठूलो प्रभाव जमाउनु हुन्थ्यो भने म शाखा अधिकृत नै रोज्थे। अब इच्छा तपाईको र योमा मेरो व्यक्तिगत रोजाइ सोध्नुहुन्छ भने मलाई सोशल इम्प्याक्ट मन पर्छ, त्यसैले म शाखा अधिकृतलाई एक स्टेप माथि राख्छु। अब योमा चाहिँ तपाईको व्यक्तिगत आफ्नो विचार, तपाईलाई कुन रोज्नु छ। तर कुनै पनि पद रोज्नु भन्दा पहिला एउटा कुरा ख्याल राख्नु होला, जागिर केवल पैसा कमाउने माध्यम मात्र होइन, यो तपाईको परिचय पनि हो। तपाई आफ्नो नामको अगाडिमा अधिकृत लेखेको हेर्न चाहनुहुन्छ कि म्यानेजर, यो निर्णय तपाईको हातमा छ। मलाई आशा छ कि यो बहिष्कृत तुलनाले तपाईको दिमागमा रहेको कुहिरोलाई हटाउन मद्दत गरे होला। यदि तपाईले अझै पनि केही दुविधा छ भने तल कमेन्टमा आफ्नो प्रश्न लेख्नु होला, म हरेक कमेन्टको जवाब दिन प्रयास गर्नेछु। र यो भिडियो बनाउन हामीलाई धेरै मेहनत लागेको छ, त्यसैले यो भिडियोलाई एउटा लाइक गरेर हाम्रो हौसला बढाउनु होला। र यदि तपाईलाई यस्तै करियरसँग सम्बन्धित पावर प्याकेज भिडियोहरू सधैँ हेर्न चाहनुहुन्छ भने हाम्रा च्यानललाई सब्स्क्राइब गरेर अल नोटिफिकेसन बटन अन गरिहाल्नु होला। अल नोटिफिकेसन बटन अन गरे पश्चात के हुन्छन् भने मैले कुनै लोकसेवा सम्बन्धी नयाँ अपडेट हाल्छु त्यो चाहिँ तपाईको समक्ष सबैभन्दा अगाडि पुगिहाल्छ। र एउटा महत्त्वपूर्ण कुरा, कुनै पनि पद सानो वा ठूलो हुँदैन, तपाईको काम गर्ने नियत कस्तो छ त्यसले तपाईको उचाइ तय गर्छ। अर्को भिडियोमा नयाँ विषयका साथ भेटाउनेछु। तबसम्मका लागि म बिदा हुन्छु। हस्त, नमस्ते, जय नेपाल।